नमस्ते, वेलकम टु माई ब्लग। यो चाहिँ मेरो फर्स्ट टाइम ब्लग बनाउँदैछु कि मलाई खासै यस्तो ब्लग बनाउने आइडिया पनि छैन, तर ट्राई गर्नु पऱ्यो, सिक्नु पऱ्यो भनेर सुरु गर्दैछु। अन्यथा नसोचिदिनु होला। फर्स्ट अफ अल म चाहिँ यो हाम्रो पूर्वाञ्चलको इटहरी एकदम बिजी सहरमा कपडाको होलसेल गर्छु। प्राय म चाइनाबाट नै आफै सामान इम्पोर्ट गरेर चाहिँ यहाँ पूर्वमा चाहिँ सामान सेल्सहरू गर्छु र हामीसित थरीका भेराइटीहरू आउँछन्, जस्तो ब्रान्डको सामानहरू पनि। म चाहिँ स्पेसली F20 डेनिम भन्ने ब्रान्डको चाहिँ आधिकारिक सप्लायर्स पनि हो यहाँ इटहरीको। म चाहिँ पूर्वमा डिस्ट्रिब्युट गर्छु, प्लस बाहिर पनि पठाउँछु। अस्ट्रेलियातिर नै एकजना हाम्रो घरभित्रैबाट व्यापार गर्ने साथीहरूलाई पनि अलिअलि सामानहरू यहाँबाट पठाउँछु, बाहिरतिर पनि अलिअलि पठाउँछु। प्लस अलिकति ट्रेन्डिङ सामानहरूलाई चाहिँ म अलिक धेरै फोकस गरेर बेच्छु। लाइक तपाईँलाई दुईवटा पिसहरू देखाउँछु। समरको लागि चाहिँ हामीले अहिले यो एकदम प्रिमियम क्वालिटीको चलेको टी सर्ट, अहिलेको एकदम फेसनेबल टी सर्ट हो यो नेपालको। यो चाहिँ एम्ब्रोइडरी गरेको हो। यसमा चाहिँ यसमा केही प्रब्लम आउँदैन, एकदम राम्रो छ, प्रिमियम क्वालिटीको छ। अनि तपाईँको मोबाइलै राम्रो छ। यसमा चाहिँ हामीसँग तीनवटा कलर छ। एउटा यो व्हाइट कलर, यो हल्का डार्क कफी कलर, त्यस पछाडि अर्को एउटा सबैको फेभरेट कलर ब्ल्याक कलर छ। यो न्यु इयरको बेलामा तपाईँहरूलाई कतै घुम्न जानु मन छ भने यो टी सर्ट लगाएर, प्लस अनि त्यस पछाडि यो बेगी प्यान्ट लगाएर एकदम राम्रो खालको बेगी प्यान्ट छ। यो एकदम सफ्ट पनि, एकदम सफ्ट मेटेरियलमा, एकदम इजी टु वेयर छ, नयाँ लुक्समा। प्लस यो बेगी प्यान्ट हेर्नु एकदम राम्रो, अहिले चाइनामा नि ट्रेन्डिङमा, वर्ल्ड वाइज ट्रेन्डिङमा छ यो ट्राउजर। एकदम राम्रो छ, एकदम लगाउन नि एकदमै सफ्ट। हेर्नु न, धुनलाई पनि तपाईँको बुढीले खुसी हुने खालको यस्तो सफ्ट कपडा। हार्ड जिन्स धोइरहेको मान्छेलाई यो सफ्ट जिन्स धुनु पऱ्यो, यो सफ्ट जिन्स धुँदा त एकदमै मजा आउँछ। प्लस त्यसमा एउटा आउटर, यो आउटर लगाउनु हो भने यो तिनवटा म्याचिङ गरेर एकदमै बवाल देखिन्छ यो न्यु इयरमा। हस् त, थ्याङ्क यू।